हेलो साथीहरु, वेलकम ब्याक टु माई युट्युब च्यानल। स्वागत छ हजुरहरुलाई मेरो आजको छोटो मिठो मिनी ब्लगमा। हिजोको भिडियो त हजुरहरुले पक्कै पनि हेर्नु भयो होला। हिजो नारी दिवस थियो अनि मैले चाहिँ नि मम्मीलाई भेट्न आउँदा मम्मीलाई भेटेको थिएन। साथीहरु, फाइनली मेरो मम्मीसँग पनि भेट भयो। मम्मीले चाहिँ नि हामीलाई भनेर सेलरोटी बनाउँदै हुनुहुन्छ। सेलरोटी खानुको मजा फेरि बेग्लै हुन्छ। चाहिँ मम्मीले सेलरोटी हालेर सकेपछि हामी सबैजनालाई भोक लाग्यो अनि भाउजू पनि आउनु भएको थियो, भाउजूको छोरी पनि आउनु भएको थियो। हामी सबैजना भएर सेलरोटी खान लाग्यौं। सबैसँग बसेर खाना पाउँदाखेरि त अनि कस्तो मजा छुट्टै हुनेको साथीहरु। हजुरहरुलाई कस्तो लाग्छ? अनि मम्मीसँग भेटघाट गरेर अटो सटो बोलायौं अनि अब मम्मीसँग बस्न मन लागे पनि सधैँभरि बस्न त भएन। हामी बिहा गरेको मान्छे। हाम्रो सुजल भाइ मसँग हल्का रिसा थिएन, उता फर्किरहेको थिएन अनि यो बाल के हो भनेको त अनि नहेर्नु के भयो, म त नुहाकै छैन गरे के चाहिँ नि के कटो भाइ यस्तो पनि राख्ने हो भनेको उताबाट दिदी आएर खै खै तिम्रो र मेरो हाइट नापम भन्दै आउँछ। हाइट हेर्नु न साथीहरु, एउटा कहाँ बास अनि एउटा फेरि भुड्की च्याउ के साथीहरु। यो भुड्की च्याउ र बासको त जोडी नै नमिल्ने के फेरि। साथीहरु, आजको लागि यति नै। हामी फेरि भोलि भेट्ने छ अर्को ब्लगमा। मेरो भिडियोमा लाइक, फलो, शेयर एन्ड सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला है साथीहरु। थ्यांक यू फर वाचिङ। बाइ बाइ।